हामी जाँदैछौँ यहाँ गेटमा यति धेरै प्याक छ देख्न सक्नुहुन्छ यति धेरै छ अनि आजको हाम्रो यात्रा छ माङसेबुङसम्मको माङसेबुङमा चाहिँ भोलि के हुनेछ भन्दाखेरि चाहिँ हाम्रो गुरु बुवाले चाहिँ विशेष गरी चाहिँ अबको भविष्यवाणी गर्दै हुनुहुन्छ के हुनेवाला छ भनेर हैन सायद यो कुरा मैले भन्नु त कतिवटा प्रश्न लाग्न सक्छ सायद त्यो मिडियामा आउँछ आउँदैन आई डोन्ट नो चेकिङमा आयो ओहो भित्र सिधा त इन्ट्री त दामी रहेछ त एयरपोर्टको त हैन बोर्डहरु डिजाइनहरु गर्नु पर्यो भने 2D 3D त्यसमा लगायत धेरै खुट्टा ननिकालौँ भन्ने कुरा मेरो नारा चाहिँ ठुक्क निस्किहाल्यो खुट्टा चाहिँ सो अब चाहिँ हामी पुग्यौं माङसेबुङ सो गुड मर्निङ वेलकम ब्याक टु माई न्यू ब्लग अनि यो ब्लग स्टार्टिङ हुँदैछ इटहरीबाट अनि हिजो हामी आइपुगेको थियौँ एकदम आनन्द तरिकाले हिजोको बिहान आएर हाम्रो काम एक दुईवटा काम पनि सकिसकेको छ अनि आजको हाम्रो यात्रा छ माङसेबुङसम्मको माङसेबुङमा चाहिँ भोलि के हुनेछ भन्दाखेरि चाहिँ हाम्रो गुरु बुवाले चाहिँ विशेष गरी चाहिँ अबको भविष्यवाणी गर्दै हुनुहुन्छ के हुनेवाला छ भनेर हैन सायद यो कुरा मैले भन्नु त कतिवटा प्रश्न लाग्न सक्छ सायद त्यो मिडियामा आउँछ आउँदैन आई डोन्ट नो हैन तर आयो भने इनकेसमा तपाईँले नेक्स्ट ब्लगमा भन्नेछु यो किनकि अब ब्रह्माण्ड के हुनेवाला छ दुनियाँ के हुनेवाला छ भनेर चाहिँ भविष्यवाणी गर्दै हुनुहुन्छ त्यसको लागि चाहिँ बुवा काठमाडौँदेखि आउँदै हुनुहुन्छ म बुवालाई एयरपोर्ट लिन जानेवाला छु विराटनगर अनि विराटनगर लिएर चाहिँ हामी माङसेबुङ जानेछौँ भाइलाई सन्देश भाइलाई चाहिँ यहीँ 8-9 बजीदेखि ट्रेनिङमा यहीँ बस्नेवाला छ मेरो भाइले तलदेखि बाइक निकाल्दैछ अगाडिको थोरै डिस्प्लेमा प्रब्लम आएको छ क्या डिस्प्ले पनि चेक गराउनु होला आवाज आइरहेको छैन भाइ सो अहिले हामी निस्किसकेको छौँ बाहिर अनि अब हामी जाँदैछौँ पहिला हाम्रो सन्देश भाइ बस्ने यता हाम्रो बाजेहरू अब हुनुहुन्छ क्या यहाँनिर इटरीमा उहाँको घरमा बस्नुहुनेछ 1-2 दिन अनि पहिला त्यहाँ जानेछौँ त्यसमा पछाडि म भाइलाई यता छोड्नेछु अफिसमा अनि म इटरी उता जानेछु विराटनगर बुवाले लिनको लागि एयरपोर्टमा अब निस्किसकेको छु कहाँ निस्केको छु भन्दाखेरि विराटनगर बुवालाई लिनको लागि एयरपोर्ट जानुपर्ने हुन्छ म चाहिँ अब विराटनगर अनि इटरीमा आएपछि एकछिन थोरै काम छ अनि काम सकेर बुवा र म आज साँझ माङसेबुङ पुग्नुपर्नेछ विराटनगर त म नगएको भन्दा पनि पहिला एकचोटि गएको थिएँ त्यहाँ मन्त्रालयमा हाम्रो माग्नुको लागि चाहिँ यो सिफारिस बुझाउनको लागि गएको थिएँ त्यो विराटनगर चाहिँ खासमा ठुलो छ क्या मैले सुनेअनुसार देखेअनुसार तर म आफै चाहिँ पुगेको छुइनँ क्या विराटनगर चाहिँ मतलब बजार चाहिँ भयङ्कर ठुलो छ क्या थाहा छ मलाई विराटनगर तर म चाहिँ पुगेको चाहिँ छैन विराटनगर नेपालको ठुलो सहर अनि एकदम निकै गर्मी हुने नै ठाउँ होला तर यो विराटनगरमा चाहिँ खतरा मिलहरू छ क्या ठुल्ठुलो कारखानाहरू यो के रहेछ यो अनि विराटनगर जुट मिल भन्नेहरू केहरू खतरा छ क्या पहिला पनि कारखाना खतरा भएको हो पहिलाको राजाको पालामा र अहिले यो नेताहरूको पालामा आएर सब बेचेर सखाबै गरिसक्यो क्या अब जोस् यहाँनिर कारखानाहरू चाहिँ कस्तो धेरै रहेछ कि यो लाइनतिर होइन नेपालमा यस्तो कारखानाहरू ठुल्ठुलो कारखानाहरू ठुल्ठुलो धेरै आफ्नैको फ्याक्ट्रीहरू भयो भने त सबै कुरा बाहिरदेखि ल्याउनु नपऱ्यो यो लुगाहरूदेखि लिएर सबै कुरा एभ्रिथिङ नि प्रड्युस हुने भयो त कस्तो राम्रो हुन्थ्यो होला है चेकिङमा आयो मेरो चेकिङमा थियो बिकज आई हेभ एभ्रिथिङ डकुमेन्ट सो हाम्रो यहाँदेखि निस्किसकेको छ दाइ यो एयरपोर्ट कता छ दाइ एयरपोर्ट सिधै हो कति टाढा यहाँदेखि 5-6 किलोमिटर कतै सिधै ठ्याक्कै भेटिन्छ कतै लेफ्ट साइड जानु छैन नि ए ओके सिधै जाने 5-6 किलोमिटर थाहा छैन नि त नि के भन्नु भयो यता पनि डिस्टर्ब हेलो आन्टी बाटो छोड दिजिए मैले कस्तो ठाउँमा आएर सोधेछु क्या यहाँ दाइलाई सोधेको एयरपोर्ट कहाँ भनेको त जस्ट यहीँ रहेछ क्या एयरपोर्ट म पुगिसकेको छु ओहो भित्र सिधा त इन्ट्री त दामी रहेछ त एयरपोर्टको त होइन दामी पारामा वेलकम गर्ने स्टाइल चाहिँ दामी रहेछ
अझ साँझ त यो लाइट बल्दा कस्तो दामी देखिन्छ होला होइन आई गेस भवालै हुन्छ होला लाइट बाल्दाखेरि चाहिँ अन्त यसो एयरपोर्ट छिरेको जस्तो फिल चाहिँ हुँदो रहेछ अब कहाँ पनि टिन सिन लगाएको रहेछ तल राजेश हार्डवेयर के हो भने एयरपोर्टभित्र एयरपोर्ट गेटमा छिरेको छैन होला आएको छ बाहिर होला म पुरै एयरपोर्ट भित्रै छिरेको जस्तो सोचिरहेको छु क्या यो एयरपोर्ट नै होइन रहेछ क्या यो अन द वे रहेछ ओइ कहाँ घुमाउनु आँट्यो अब यहाँदेखिको त एयरपोर्ट सिधै पर होला भिडियो बनाउनु मिल्छ मिल्दैन थाहा भएन भिडियो बनाए जानु मिल्ने त होला नि न मिल्छ कि नमिल्ने हो भित्र जानु मिल्ने कि नमिल्ने हो ए के थाहा त होइन पहिलोचोटि आएको अब जानु मिल्ने नमिल्ने के थाहा अब यता नो इन्ट्री भनिरहेको छ वेटिङ रुमहरू त होला नि पक्कै भन्ने चाहिँ मेरो कुरा हो है ए पार्किङ चाहिँ भरे तिर्ने कि अहिले तिर्ने हो ए निस्किने बेलामा सो अहिले चाहिँ बुवा आइसक्नु भएको छ यहाँनिर एयरपोर्टमा चाहिँ बुवा कति बजी हिँड्नुभएको काठमाडौँदेखि 8:40मा कति मिनट आइपुगिँदो रहेछ यहाँनिर 40 मिनट छिटै लाग्दो 40 मिनट लाग्दो रहेछ कहाँ हिँड्नुभएको तपाईँ अहिले अब इटली अब माङ्सेबुङ विशेष गरी माङ्सेबुङको लागि आउनु भएको लागि हिँडेको अब भोलि गुरुको एउटा प्रवचन छ मतलब भविष्यवाणी अनि बुवा चाहिँ त्यसको लागि चाहिँ काठमाडौँदेखि आउनु भएको अनि म चाहिँ गाउँदेखि आएको माथि विराटनगरमा साह्रै गर्मी हुने ठाउँमा बुवा यहाँ त तर गर्मी हुने ठाउँमा नि अब अनुभव छैन गर्मी नै होला सो अब चाहिँ एयरपोर्टदेखि निस्क्यो बुवा आइसक्नु भयो वाटर टाइम क्या ठ्याक्कमा आउने बित्तिकै पुगेर जस्ट बाइकमा त बिसन्त बुवाले फोन गर्नुभयो क्या कस्तो टाइमिङमा सो अहिले चाहिँ हामी यहाँ पुगेको छौँ हाम्रो भाइले चाहिँ 2D 3D को के प्रिन्टिङ यहाँ हुनेवाला छ यता मेसिन भाइ यसले चाहिँ यो मेसिन रहेछ नि त यो होइन मेसिन त धेरै पो छ कि क्या यहाँ त ए लेजर त्यसले कटिङ हान्छ है यहाँ चाहिँ अब हाम्रो बोर्डहरू डिजाइनहरू गर्नु पऱ्यो भने 2D 3D त्यसमा लगायत धेरैवटा चाहिँ अब छन् त अहिले जमाना कहाँ पुगिसक्यो दासु त्यो चाहिँ भाइ अब 2-4 दिन बस्नेवाला छ यहाँ सिक्नेवाला छ सो अब चाहिँ बुवा र म फाइनल्ली इटलीदेखि हिँड्यौँ कहाँको यात्रा भनेपछि म दमक जानुपर्ने छ दमकमा बुवाले एकछिन त्यहाँनिर जग्गा हेर्नु हुने रे भन्ने खबर सुनेको छु अनि त्यहाँ एकछिन जानु छ अनि त्यसमा हाम्रो आज माङ्सेबुङसम्मको यात्रा छ आज माङ्सेबुङ पुग्नेछौँ अनि माङ्सेबुङमा आज यति धेरै मान्छेहरू आउनु भएको छ होला कि होइन कुरै नगरौँ मतलब एकदम बेसी क्या मान्छेहरू त्यस्तो लागिरहेछ मलाई अनि किनकि भोलि गुरुले भविष्यवाणी गर्दै हुनुहुन्छ भनेपछि त अफकोर्स मान्छे धेरै नै आउनुभएको छ अनि त्यही भएर चाहिँ हामी फटाफट निस्किनु पर्ने हुन्छ त्यसकै लागि नै बुवा काठमाडौँदेखि आउनुभएको छ अनि देन आफ्टर म फेरि फर्किनेवाला छु गर्मी त्यस्तो बेसी छैन मलाई यस्तो तातो ज्याकेट लगाएको छ किन तातो ज्याकेट लगाएको छैन अब यो बाटो यस्तो खतम छ कि कुरै नगरौँ न इन्टरनेसनल खतम बाटो सो अहिले चाहिँ हामी यहाँ इटरीमा डुल्दैछौँ टक्क लाएर चाहिँ अनि यहाँ चाहिँ बुवा चाहिँ बाजे भेट्न आउनुभएको छ मलाई चाहिँ घर चाहिँ यस्तो टाइपको कस्तो मनपर्छ पछि मैले पनि धेरै पैसा कमायो भने जस्तो घर बनाउने हो जस्तो घर त्यहाँ छ होइन अनि यो सबै घरको कम्पाउन्ड रहेछ क्या होइन यहाँ यता कम्पाउन्ड छ अनि यहाँ खेतीबारी गरेको छ यहाँनिर सबै चाहिँ कस्तो आनन्दको छ होइन अनि घर पनि पार्किङहरू अगाडिको स्पेस छ होइन कस्तो आनन्द रहेछ त यहाँ त बस्नको लागि चाहिँ यत्तिको स्पेस होस् अनि यत्तिको घर भयो चाहिँ साँच्चीको मजा आउँछ है बस्नको लागि चाहिँ यहाँ नै यता रहेछ छुट्टै छुट्टै आफ्नो डिजाइनको रहेछ क्या यहाँ अगाडि त स्पेस छ खुला टाइपमा अहिले हामी माथि इटरी धेरै माथि आएको थियौँ यहाँनिर बाजेलाई भेट्नको लागि
अनि त्यस पछाडि अब निस्किँदैछौँ। अब चाहिँ ढिलो भइसक्यो। अब चाहिँ हामी कहीँ नबसी डाइरेक्ट जानुपर्ने हुन्छ। माङसेबुङ भनेको एकदम टाढा हो नि त, निकै टाढा हो हामी पुग्नुपर्ने डेस्टिनेसन। कच्ची बाटो हिँडेको हो कि पक्की बाटो हिँडेको हो कि छक्क बोल्दैछु। हाम्रो जसमा केपी ओली जिन्दाबाद रहन्छ नि तबसम्म बाटो यस्तै हो। गफैले देश बन्छ के गर्नु। बाटो त पुरै कच्ची छ नि हेर्नु त। पिच त हुन चाँडै हुन्छ होला यो ठाउँमा आई गेस। यो कच्ची यति लामो छ कि यहाँ माथि आधी भइसकेको रहेछ, फिलिङ भइसकेको रहेछ। अब त्यसलाई के गर्नुपर्ने बाँकी होला। सबैभन्दा लामो कच्ची भनेको यो हो क्या। झन् योपल्ट त्यस्तो हिलो छैन। नम्बर जुत्ताहरू लुगाहरू पुरै फुर्दै आमा भगवान् कहाँ हिँडेको नि यसरी। हेरौँ न बाटो छ नि आमा कस्तो पछार्छ त। अनि ए दुई साइड कुद्ने गाडी पो रहेछ यता। परदेखि आउने बाटो पनि यहीँ पो रहेछ त हो। हामी पुग्यौँ दमकमा। अनि दमकबाट कसैले हामीले पैसा निकाल्नु पर्ने थियो, क्यास निकाल्यौँ। अनि यहाँ हामीले खाजा खायौँ। अनि बुवा यहाँ हुनुहुन्छ। बुवा कतिको पछाडि अरे बाटोमा धेरै पछाडि मलाई बाटो त खत्तम भएको छैन। बाटो धेरै अब खै बनाउने मान्छे बाटोमा देखिएन। अझै बुवा र म जाँदैछौँ माङसेबुङ उकालोतर्फ। अब फेरि अप्रो जानु पर्दैछ। जानु बुवा। सो हामी चाहिँ जाँदैछौँ यतातिर। यता किन जाँदैछौँ भन्दाखेरि यता बुवाको जग्गा हेर्नु जाने अरे क्या। यहाँदेखि चाहिँ थोरै छ है हाम्रो। यहाँ होटल चाहिँ डेन्जर दामी छ कि, तर यो अहिलेसम्म चलाएको छैन। अहिलेदेखि नै यो खोलेको चाहिँ कहिले भत्काउँदै कहिले बनाउँदै के गर्छ। जग्गा चाहिँ यता छ है। यता पर्छ जग्गा कहाँ हो भन्दाखेरि यही क्लाइमेट सधैँ हुने हो भने दमक त राम्रो हुने हो। तर होटल व्यवसायको लागि राम्रो त मलाई त इटरी लाग्यो नि। यो घरै बनिसकेको छ नि हेर्नु न। ओहो यहाँ त साह्रै बाटो खत्तम भएको रहेछ है। यहाँ रिसोर्ट हो कि के हो, ठुलो खोल लानु भएको छ। हाम्रो जग्गा चाहिँ यहाँ हो क्या। खेतीबारी गर्छ। कुकुरहरू पो छ यहाँ त। मान्छे छैन रहेछ त। यो खेतीबारी डन्नै रहेको रहेछ त हाम्रो जग्गामा चाहिँ। मलाई हाम्रो जग्गाको चाहिँ राम्रो चाहिँ के लागेको थियो भन्दाखेरि चाहिँ पछि घरहरू इनकेस बनाउनु पऱ्यो भने चाहिँ के राम्रो छ भन्दाखेरि यहाँनिर हेर्नु है। जस्तै यो चाहिँ अलरेडी हाइट उठेको छ क्या। यो यताको यो जग्गा पर यो वार पारै हो क्या होइन। अनि कति भयो 3 कट्ठा होइन? 3 कट्ठा होइन 3 कट्ठा। जस्तै यो यहाँ तल चाहिँ यो तल उठेको छ क्या। यहाँको चाहिँ अलरेडी यो माथि उठेको छ नि त। अनि यो चाहिँ हामीलाई पछि घर बनाउनु पऱ्यो कस्तो सजिलो हुन्छ क्या। देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ खेतीबारी गर्नुभएको छ यहाँ बोजूहरूले बाजेहरूले। बुवाले चाहिँ गफान्दै हुनुहुन्छ। गाउँमा डुल्दै हुनुहुन्छ। बुवाको गाउँ हो यहाँ चाहिँ। चट्ट पारामा म चाहिँ पर्खिँदै बसेको छु। अल्छी लागेर कस्तो हरियाली छ त हो। हरियाली हुँदा त हिँड्नु पनि मजा रमाइलो लाग्दछ नि त। एकदम आनन्द टाइपको होइन। भैँसीहरू बाँधिरहेको रहेछ यहाँनिर चाहिँ। अझ मेरो ज्याकेट ठ्याक्क काम दिँदैछ है। मैले यस्तो बाक्लो ज्याकेट लगाएको चाहिँ कुरै नगरौँ न। अनलिमिटेड बाक्लो ज्याकेट लगाइरहेको छु क्या मैले। अब चाहिँ हाम्रो यता माङसेबुङ जाने हाइवे निस्क्यो है। यो भाइहरू लड्छ न ल हो। कहाँ टर्निङ काटेर हिँडेको नि भगवान्। ओहो 3 जना हिँड्नु चाहिँ रङ वे ट्र्याक काटिरहेछ बाख्राहरू त। जन्मिनु आँटेको नानी जन्मिसकेको हो।
कत्रो छ त चेप्टी होइन ओहो चेप्टी चेप्टी भनेर त साह्रै सुनेको नि ए यही पो हो चेप्टी भनेको त ओहो चेप्टी त एउटा घुम्ने ठाउँ दामी छ नि त ए कति रोप्ने जग्गामा बनाएको त होइन ल पो यहाँ त यहाँ होइन ल चेप्पेटी भन्ने थियो होला नि चेप्टी त अर्को ठाउँ हो क्या यो मेरो विचारमा यहाँनिर पिच बनाउँदै होला मलाई एउटा चाहिँ अचम्म लागेको कुरा चाहिँ के हो भन्दाखेरि यो पिच बनाउने चाहिँ जहिले यो झरी परेको बेलामा यही असार साउनको बेलामा किन काम हुन्छ होला भन्ने कुरा हो क्या योलाई पानी पर्छ अनि पानी परिसके पछाडि यो पिच बस्न पनि दिँदैन उनीहरूलाई पनि घाटा हुने हो ठेकेदारलाई पनि घाटा हुने हो र सँगसँगै काम पनि राम्रो नहुने यो चाहिँ किन गर्छ होला भन्ने कुरा क्या मलाई एकदम चिन्ता अब यतिखेर पिच गरेर चाहिँ एकचोटि पानी पऱ्यो भने दिनमा एकचोटि पानी पर्छ नै पर्छ अनि म छक्क लाग्छ क्वेसन नबुझेको कुरा क्या यदि क्लाइमेटले गर्दाखेरि हो कि ठेकेदारले चाहिँ काम जस्तो भयो त्यस्तो भगम पूजा सिध्याउनको लागि हो कि चित्तै नबुझेको कुरा क्या मलाई चाहिँ हेरौँ त नि अब खेर लगाएको होला खेर गएको होला म यो बाटो नहिँडेको लगभग भयो होला 5-6 वर्ष अराउन्ड होइन 5-6 वर्षमा लगभग धेरै पहिला चाहिँ तल हिँड्नु पर्थ्यो बाटोतिर तर खोलै हिँड्नु पर्थ्यो र त्यतिखेर पनि यो लगभग पिच बनाउने तयारीमा थियो भने चाहिँ डेभलपको हिसाबले यति स्लो डेभलप भएको हो कि कुरा नगरौँ न पिच चाहिँ हुनु तयारीमा रहेछ अझै पनि यो तयारी हुनलाई 1-2 वर्ष लाग्छ भनेपछि यो तयारी हुन त एकदम स्लो हो यो बाटो त रहेछ नि त अब यहाँदेखि चाहिँ अब हाम्रो यात्रा उकालोतर्फ लाग्छ क्या मङ्सेबुङको रियल उकालो अब पहिला त्यो बाटो यस्तो खत्तम हुन्थ्यो कि ढुङ्गा त यस्तो डेन्जर छ नि यहाँ त ढुङ्गा यहाँ त माटोको नाम निशानै भेटिँदैन क्या ढुङ्गै मात्र क्या ढुङ्गै बाटो त यता चाहिँ हल्का हिलो हो कि जस्तो तर बाटो चाहिँ अलमोस्ट ठिक हो यो बाटो यसलाई नट ब्याड छ यसलाई नट ब्याड भनौँ यसलाई नराम्रो बाटो हामीले भन्नै मिल्दैन यतिको बाटो त सिम्पल हो आनन्द छ बाटो तर यहाँ चाहिँ कहाँदेखि पानी आएको होला होइन बुवा यहाँदेखि माथि केही छैन त यो होइन त्यो यत्रो पानीमा कहाँदेखि आयो भन्छ कि माथिदेखि माथि त ठुल्ठुलो उयोहरू चाहिन्छ नि त आउनुको लागि होइन अचम्म लागेको कुरा छ कि मलाई यति धेरै पानी छ क्या माथि चिप्लिन सक्ला मुनिबाट बिस्तारै लग्यो मैले गाडी बिस्तारै लगेँ यस्तरी हिलो नलाग्ने गरी चिप्लिन सक्छ डोन्ट टेक अ रिक्स किनकि बुवा हुनुहुन्छ द्याट्स वाइ आनन्दले बिस्तारै यस्तरी लाने आनन्दले यो पानी आइ पसेको कि लगाएको हो यो पानी चाहिँ ए अझै हिलो रहेछ क्या बाटो खुट्टा ननिकालौँ भन्ने कुरा मेरो नारा चाहिँ थुक्क निस्किहाल्यो खुट्टा चाहिँ खुट्टा ननिकाल बिस्तारै चाहिँ भन्ने चाहिँ मेरो टार्गेट चाहिँ हो यहाँ यहाँ पानी भइराख्दो रहेछ कहाँदेखि पानी आएको है साह्रै नमजाले पानी हिरो किचिक गाडी फोहोर भयो त सफै थियो मेरो गाडी निकै तर गाडी फोहोर भयो नि त अब चाहिँ हामी यो भालीटार भन्ने ठाउँमा पुग्यौँ गयो भालीटार होइन
जस्तो लाग्यो है के ठाउँको ऊ भयो कि आमा सहरै भइसक्यो नि त अनएक्सपेक्टेड ठाउँमा यस्तो ठुलो है ओहो अब चाहिँ हामी पुग्यौँ टक्कसँगले यहाँनिर म त यहाँसँग छुट्टै प्रेम छ क्या एउटा कसले बोलायो होइन होला ए मिदुङ दाई हो क्या मिदुङ दाई सो अब चाहिँ हामी पुग्यौँ माङसेबुङ अब हामी बस्ने ठाउँतिर पुग्न आँटेको छ हाम्रो बाजेको घरमा जान आँटेको हामी चाहिँ टक्कसँग लाएर अनि एकदम ठिकै छ यहाँ त जाडो परेछ त कस्तो ज्याकेट खोलेको जाडो भइरहेछ मलाई त ओ वाउ आम्मा कति स्पिड कुदेको हो बुलेटमा त खतरा पर्छ त के हो 150 पल्सरहरू छ अनि आएको तरिकाले बुलेटमा त खतरा साइलेन्सर क्या अब